Good morning, good morning, good morning, good morning, Lasman Dai, good morning. Good morning, good morning. Morning, 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 Dai, morning, good morning. Good morning, good morning. दिनभरि भ्लग गर्ने हामी च्याउ टिप्न गइरहेको छौँ सो हिँडिसक्यो हाम्रो लक्ष्मण दाईसँग सुरज दाई म छु यहाँ अगाडि साइडपट्टि त्यहाँ एउटा भन्ज्याङ छ त्यसपछि भन्ज्याङबाट हामी गाडीबाट झरेर हामी चन्द्रगिरी चढेर त्यसपछि हाम्रो एम्बस युनिभर्सिटीको साइडतिर आउँछ हामी इट्स गोना बी फन कस्तो हुन्छ के हुन्छ सुरुदेखि हामी देखाउँछौँ अहिले हामी गाडीमा गइरहेको छौँ पहिलो चाहिँ आइसक्यो रोड छेउमै रेगुलर टिपिरहेको कानमा हाल्ने चाहिँ होइन त गाडी चढ्दै भेट्यो भने हामी झरेर टिप्छौँ भेटेन भने चाहिँ हामी सिधै गाडी हिँडेर हामी टिप्छौँ ओके हाम्रो गाडीबाट झर्ने डेस्टिनेसन भन्ज्याङ आइपुग्यौँ भन्ज्याङबाट माथि देखिरहेको चन्द्रगिरी हो त्यतातिर अब हामी अलिकति माथि जान्छौँ भन्दा युनिभर्सिटी झर्ने क्या पुरै चन्द्रगिरीको माथिबाट सिधै हामी युनिभर्सिटी झर्ने फोर विलरमा ल्यायो होइन अगाडिको यो ठाडो छ बाटोको लागि सिनहरू देखेर चन्द्रगिरी जाने गेटमा आइपुग्यौँ हामी ल अब हामी यहाँनिर ओर्लिन्छौँ यो अगाडि देखाएको चन्द्रगिरीको मन्दिर धेरै धेरै धन्यवाद है त्यहाँ धेरै ल्याउने कुरा भएको छ हामी लाग्यौँ अब सबैजना हेर्छ त्यो बाई 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 ओइ झ्याउकिरीको आवाज हेरौँ न बाफले डेन्जर आवाज आइरहेको छ झ्याउकिरीको चन्द्रगिरी जाने बाटो हेर्छ उकालो बाटो उकालो छ चन्द्रगिरी जाने बाटोमा छौँ यसरी हिँडेर जानेहरू चाहिँ प्लास्टिकहरू यसरी फालेर हिँडिराख्नु भएको छ लुक एट दिस रेडबुलको क्यानहरू यहाँ छेउमा छ अनि यहाँ प्लास्टिकको बोतल छ त्यहाँनिर सेक्युरिटी गार्ड चाउचाउको प्लास्टिकको खोलहरू यो सबै यसरी फालेर हिँडिरहेको छन् ट्रेकर हाइकरहरूले चन्द्रगिरीको बाटोमा यसरी फालेर हिँड्नु भएन यसरी यहाँ प्लेजको प्याकेटहरू यसरी फाल्नु भएन आफूसँग ल्याएर आएको खानेकुराको फोहोर आफैले लिएर जानु पर्यो चाहे जहाँसुकै होस् घरमै होस् घर बाहिर होस् घुम्न गएको ठाउँमा होस् लुक एट दिस यता पेप्सीको त यो कहाँ यता ठिकै छ पेप्सीको यहाँ मलाई जहाँसम्म लाग्छ ठुल्ठुलो इन्डस्ट्रीहरूले पनि एकदमै ठुलो रोलहरू खेल्नुपर्छ भूमिकाहरू खेल्नुपर्छ रेस्पोन्सिबिलिटीहरू हुन्छ आई डोन्ट नो नेपालमा चाहिँ उनीहरूले कतिको खर्च गरिरहेको छन् आफ्नो प्रोडक्टहरू युज भइसकेपछिको त्यसको रिसाइकलको लागि तर गर्नुपर्ने हुन्छ यो सबै कुराहरू बोतलको बाहिर मात्रै त्यत्तिकै चाहिँ डस्टबिनमा हालिदिनुहोस् भनेर मात्र पुगेन अब सशक्त रूपमा क्याम्पेनहरू सुरु गर्नु पर्यो यस्तो कम्पनीहरूले ताकि हाम्रो वातावरण हाम्रो जैविक विविधता जिउँदै रहिरहोस् बाँचिरहोस् अगाडि बढिरहोस् हामीलाई दिइरहोस् पानीको बोतलहरू पानी प्यास लाग्छ तर यो सबै बोतलहरू सँगै बोकेर लान सकिन्छ है भरि बोतल चाहिँ लगेर जान सकिने तर खाली बोतल लान नसकिने यस्तो त हुँदै हुँदैन आफूसँग ल्याएर आएको खानेकुराको फोहोरहरू आफैले बोकेर लिएर जाऊँ तपाईँहरू सबैजनाले हामी सबैजनाले होइन त बुवा बुवाले पनि भन्नुहुन्छ होइन बुवा प्लास्टिक फोहोरहरू सबै आफैले लिएर जाने आफैले गरेको फोहोरहरू यस्तो राम्रो सिन छ लुके देश यस्तो राम्रो सिन छ यस्तो बिगार्नु त भएन नि होइन त्यसरी चाहिँ के भन्नुहुन्छ नेचरलाई ड्यामेज गर्न भएन बरु मलाई ड्यामेज गरेर हो के चन्द्रगिरीमा घुम्न आएको सबै कुरा देख्ने भयो च्याउ खोज्न आएको हामी यसरी प्लास्टिक खोज्न चाहिँ हिँडे होइन सेभ नेचर सेभ लाइफ सुरज दाई निड अ रियली ब्युटिफुल वाइफ
कन्ट्याक्ट गरौँ सुरजदाले वाइफको जरुरत छ म कन्ट्याक्ट नम्बर राखिदिन्छु यतै कतै दायाँ बायाँ सेभ नेचर सेभ लाइफ ल के भयो यो लट्टी चाहिँ किन हो यो किन समाउनु भयो यो किरा दबाउनुलाई आँखाभरि मुखभरि पुरै किरा घुम्छ यस्तो ब्युटिफुल ठाउँमा यसरी यो रेनकोटहरू यसरी छोड्दै जाने कुरा भएन नि त यार भएन यस्तो भएन प्लिज डोन्ट डु दिस प्लिज स्टप योर सेल्फ फ्रम डुइङ दिस आफूले पनि बन्द गरौँ र आफ्नो वरिपरिकोलाई पनि बन्द गर्नु भनौँ यसरी फोर्न थाल्नु प्लिज प्लिज बुवा कति वर्ष हुनुभयो 62 वर्ष हुनुभयो है 62 वर्ष हुनुभयो 63 लाग्न थाल्नुभयो हामीसँग हामी 24-25 वर्षका ठिटाहरूसँग ठाडो उकालो झिँगा दबाउँदै होइन किरा दबाउँदै हिँड्न सकिराख्नु भएको छ अलमोस्ट 200 मिटर्सदेखि 300 मिटर्सको हाइट छ यो के भन्छ चन्द्रगिरी पुग्दासम्म आज हामीले च्याउ खोज्नुमा डोरिराख्नु भएको छ एकछिन हामी एकछिन हानेर आराम गर्छौँ लुक एट दिस ठाडो पाटो टु बोइज आर कमिङ फ्रम देयर एन्ड वी आर हियर भालेश्वरको मन्दिर पुगेको छैन अहिलेसम्म पुग्नु भएको छैन छैन म भालेश्वर यो चलेको त धेरै भएको छैन 5-10 वर्ष भएको हो त्योभन्दा पहिला जानुभएको छैन पहिला त गयो 2 पल्ट यो 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 नयाँ मन्दिर बनेपछि जानु भएको छैन छैन एकपल्ट पनि जानु भएको छैन छैन जाने हो त बुवा भाइले माथि भालेश्वर पुगेर आउनु एकछिन पुगेर आउनु भन्नु होला नि त होला ल आज हामी बाजेलाई भालेश्वर पनि मन्दिर घुमाउँछौँ होइन हामी आउँदा आएर पिकनिक मनाएको थियो पिकनिक मनाए साथीभाइ दिदीबहिनीहरू दाजुभाइहरू थियो पिकनिक मनायो हिँडेर आयो वैशाखको बेला त साथीनीहरू नि लिएर आउने रहेछ नि बुवा वैशाखको बेला त साथीनीहरू नि लिएर आउने त्यस्तो त छैन म अहिलेसम्म त्यस्तो साथीभाइ म अर्कोमा मनमै छैन अर्कै हाम्रो बाटो हिँड्ने साथीहरू त छन् तर त्यस्तो अपराधी काममा चाहिँ म हिँड्ने गरेको छैन अपराधीले अपराधी कुरा गर्छ बुवा अपराधी हो यहाँनिर छुरी समातेर बस्यो यसो अपराधी मान्छे बुवा पुजारी मान्छे थाहा छैन बुवा पुजारी मान्छे त्यो मन्दिर पुरै हेर्नुहुन्छ बिहानदेखि बेलुकासम्म त्यहाँ छेउको मन्दिर घर छेउमा छ नि त्यो तालवाला मन्दिर अनि बुवाले हेर्नुहुन्छ पुरै उहाँको पुजारी हो त्यो फाल्टो त सौगात बाहिर हेर्दै जमला हामीलाई थकाइ छ कि यहाँ बुवाले जमजम लगाइराख्नु भएको छ यो जोस भने 62-63 वर्षको उमेरको जोस यस्तै हामीलाई पनि चाहिएको छ सुरु त 60 वर्ष बाँचिन्छ होइन बाँच्नै पर्यो च्याउ खाएर पनि बाँच्नु पर्यो दिन पनि दामी छ है पुरै शनि लागेको छ कुन च्याउ बुवा बेसार च्याउ पाउँछ अरे पल्लो खोल्छ त टुसी टुसा थियो नि त यार मलाई टुसाको माया लाग्यो आफ्नो टुसा बनाउने बेला भइसक्यो बाँसको टुसाको माया लागिरहेछ यसले आफ्नो टुसा टासी बनाउने बेला भइसक्यो बाँसको टुसा खोजेर बसिरहेछ पीडित ल यो डोको राखेको होला चन्द्रगिरीले तर के गरिराखेको यहाँ माथि चन्द्रगिरीको हाउस छ यो टोइलेट होला सायद बाथरुम के छ यहाँनिर मुनिपट्टि यो डोको एउटा मात्रै डोको छ है यत्रो ट्रेलमा तलदेखि माथिसम्म एउटा मात्रै डोको छ त्यो डोकोको हालत पनि यस्तो छ अनि डोकोभन्दा बाहिर फोहोर बढी छ डोकोभित्र फोहोर कम छ सो यसको प्रोपर म्यानेजमेन्ट किन भएन गर्नुपर्ने हो कि होइन कसले गर्ने हो अथाह प्रश्नहरू छन् यसको जवाफ कहाँ पाउने होला कसले दिन्छ होला जवाब खोज्न हामी माथि मन्दिर लाग्यौँ है त हामीले भेट्छौँ कि भेट्दैन भेट्यौँ भने कस्तो जवाब भेट्छ त तपाईँहरूले पनि देखाउँछ डोको राख्ने आइडिया राम्रो हो तर डोको राम्रोसँग राखेर त्यो डोकोको फोहोरको व्यवस्थापन हुन्छ कि हुँदैन त्यो पनि हेर्ने कुरा दोस्रो पाटो छ जुन चाहिँ नहेरिएको देखिरहेको छु हामीले यहाँ चाहिँ यो पपकर्न त पक्कै पनि बाहिरबाट आएको होइन होला आई गेस यो यहीँ भित्रकै होला होइन भित्रको होइन भने बाहिरबाट आएको भने किन यो बाहिर छ किन त्यो डोकोमा छैन यसरी
हुनुपर्ने डोकोमा यसरी हो र यो डोकोको फोहोरहरू बेला बेला उठाइराख्नु पर्ने हो। आई डोन्ट नो है के भइरहेछ। आफू पनि सतर्क रहौँ, आफ्नो वरिपरिको वातावरण पनि सफा राखौँ र सबैजनालाई सतर्क राखौँ। मरिलानु के छ र केही पनि छैन, तर मर्नुभन्दा अगाडि हामीले धेरै कुरा दिएर जान सक्छौँ अर्को पुस्तालाई। सो पुस्तालाई हस्तान्तरण गर्दाखेरि कुन अवस्थामा गर्ने त, कसरी गर्ने त, त्यो सबैको जिम्मेवारी हामीमाथि जान्छ। उपयोग गर्ने, सदुपयोग गर्ने अनि हस्तान्तरणको प्रक्रिया रोकिनु भएन। गुटखाको फोल इज हेल्थको लागि पनि हानिकारक, इन्भाइरोमेन्टल हेल्थको लागि पनि हानिकारक, सबैको लागि हानिकारक छ। सो प्लिज आई रिक्वेस्ट यु एन्ड अल हु आर लिसनिङ टु दिस भिडियो, प्लिज डु नट डु दिस। गर्न नसक्ने कुरा होइन, एकदम सामान्य कुरा, तर यसको इम्प्याक्ट मिनिङफुल डिड द्याट वी क्यान डु फर आवर सोसाइटी, फर आवर फ्युचर जेनेरेसन। प्लिज किप द्याट इन माइन्ड एन्ड ह्याभ फन। बुवाको फर्स्ट टाइम हो मन्दिर, भालेश्वर मन्दिर। बुवा चितलाङमै बस्नुहुन्छ, तर भालेश्वर मन्दिर बनिसकेपछि आउनु भएको थिएन। बुवा यो चाहिँ केबल कार आउने बुवा हो, केबल कारको ठाउँ बुवा यो। ल जाऊँ बुवा हामी माथि। हजुर हाम्रो सातधारामा पानी निकालिसकेपछि त्यहाँ भाले बासेको सुनेर यहाँ आएको, एकै पाइलामा यहाँ भालेश्वरमा आइपुग्यो अरे। अनि त्यहाँबाट भालेश्वर पनि भयो, नराम्रो मान्छे नुहाएर क्या त्यो मान्छेले नुहाएको देखेर अनि एकै पाइलामा पानी निक्लिसकेपछि यहाँ एकै पाइलामा यहाँ आइपुग्यो अरे। ए त्यो नत्र पहिला यहीँ उत्पन्न भएको अरे। ए नत्र पहिला तल सातधारामा हुन्थ्यो, नत्र हामी बसेको ठाउँ त सबै पोखरीहरू हुन्थ्यो क्या, सब हामी बसेको ठाउँतिर तलतिर कति ठाउँ जाइदियो त्यहाँ उसलाई जति चाहिएको सामान आफै कभर गर्छु क्या। ए त्यहाँ पनि भाले बासेको सुनेर उहाँ गोसाइँ कुण्डल गएको अरे। गोसाइँ कुण्ड हजुर भनेपछि कनेक्सन यहाँदेखि त्यहाँ, त्यहाँदेखि त्यहाँ। हजुर कस्तो लागिरहेको त भयो? राम्रो छ, राम्रो छ। यस्तो यस्तो ठाउँलाई जङ्गललाई यस्तो बनायो। हाम्रो नि त्यस्तै निगाला खोज्नु झाडीमै छ, त्यहाँ निगाला खोजिरहेको थियो त्यो झाडीमा। अब फेसबुक चलाउनेहरूले सबैले देख्नु भयो है। फेसबुक चलाउने सबैले देख्ने भयो, हाम्रो बुवा चन्द्रगिरी गएको सबैले देख्ने भयो। गोपाललाई कहाँ पुगेको कहाँ गएको भन्ला होला। गोपाल दाई त आज चन्द्रगिरी घुम्नु हिँड्या, चौखट नै छेउ खोज्नु भनेर हिँडेको चन्द्रगिरी हिँड्या। चन्द्रगिरी हिँडेछ। ल बुवा र म मन्दिर जाँदैछौँ। हजुर पैसा लिन्छ क्या? लिँदैन बुवा, मन्दिरमा पैसा लिँदैन। पहिला मन्दिर कता थियो याद छ? यही वरपर हो, त्यही वरपर हो, त्यहाँ हो ढुङ्गाको थप्रो थियो त्यस्तै हो, त्यो हो। त्यही हो। ल जाऊँ त त्यहाँ। त्यहाँको ढुङ्गाहरू थियो, ढुङ्गाहरू बनाउँथ्यो पहिला, अब मूर्ति राखेको छ सबै ठाउँ। ढुङ्गाको मूर्तिहरू छैन, कहाँ कहाँ हो कहाँ हो है, सबै अर्कै भगवान राखेको छ। त्यही हो बुवा। ल यताबाट आउने, यताबाट आउँ जानु भयो। कुन हो? यिनीहरू नै हो है, पहिला पुरानो यिनीहरू नै हो। पुरानो इन्जिनियर हो, अर्को पनि थियो। ए पुरानै हो भने दुईवटा, अर्को पनि थियो, अर्को पनि थियो अर्को पनि थियो। त्यहाँ उता यिनीहरू नै हो। ए ढुङ्गा ठाउँ ठाउँमा थियो पहिला। हजुर ठुलो मन्दिर त त्यहाँ माथि छ, उता मन्दिर जाने हेरिहालौँ ल। यसो गर्नु जुत्ता छराउँ यहाँ। पहिला यस्तो थिएन है बुवा। भालेश्वर महादेव आउनु म तपाईँलाई एउटा मान्छेसँग भेटाउँछु है। यो मान्छेसँग भेटाउँछु है एउटा। को भेट्यो यहाँ हामीलाई?
कोही आएको छैन कहाँ आएको त सबैजना आउनुभएको चिया खोज्नु खै खै तल तल केटाहरू तल छन् बुवाको फर्स्ट टाइम रहेछ कि अनि लिएर आएको ए कोसँग आएको साथीसँग ए नाइस 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 बाह्र बजे यता फर्किने कि यता यता कहिले आउनु म आज आएको कि बिहान चितलाङबाट चितलाङबाट बिहान आएको ए चितलाङमा थियो ए फेरि भोलि फर्किने हामी आज थाहा चाहिँ कता जान्छौँ यहीबाट तल सिधै युनिभर्सिटी झर्छौँ कि बोलेको म चाहिँ भगवान् दर्शन गरौँ न भगवान् दर्शन गरौँ न यस्तो दर्शनहरू त भइरहेको छ 5 रुपियाँ पैसा चलाउँ नि 5 रुपियाँ पैसा छ नि बोक्नु भएको छ नभए मसँग होला छ अहिले हाम्रो मन्दिर दर्शन सकिसक्यो मन्दिर दर्शन गरेर बोलाई कस्तो लाग्यो राम्रो लाग्यो ए ल पहिला कहिले आएको छैन आज दर्शन पायो चौखजीको न्युले बालिसो ढुन्नु पायो यो रुखको छेउमा ढुङ्गाहरू छन् कि ए त्यो चाहिँ हो बुवा पुरानो त्यो चाहिँ हो ए त्यो चाहिँ मासेर हिँड्छ हैन पहिला ठुल्ठुला रुखहरू थियो त्यहाँ सबै काटे जस्तो बनाइसक्यो अहिले पनि रमाइलो छ कि छैन बुवा ठिकै छ अहिले ठुल्ठुलो रुखहरू थियो यस्तै ए खस्रोको रुखहरू थियो अरू त्यो पुरानो साथी आएको साथीहरू पनि बिर्सनु भयो यतिको फ्लो भने एकदम राम्रो हो तर यहाँ सञ्चालन खर्च चाहिँ बढी भयो जस्तो लाग्यो हैन यो सञ्चालन खर्च बढी भएर चाहिँ अनि यो अलिक फाइदा कम भएको जस्तो लाग्यो मलाई कति कम छ र फाइदा प्रफिटमै छैन फेरि बोनस पार्दैन बोनस पार्दैन बोनस दिँदैन भने सेयर भागाहरूलाई गाह्रो छ सेयर धनीहरूलाई गाह्रो छ मिल्छ होला मिल्छ बुवा तर के खसाल्नु पर्दैन छेउमा राख्दैन हुन्छ बुवा कुहिने फोहोर हो तर हाल्दा नि हुन्छ हालिदिनु ल हो ल बुवा हो बुवाले यसरी सिकाइराख्नु भएको छ तपाईँहरू सबैजनाले फोहोर कहाँ हाल्ने होइन कुहिने फोहोर त बुवाले छानी डस्टबिन हालिराख्नु भएको छ भने चाहिँ तपाईँहरूले प्लास्टिकको फोहोरहरू किन फाल्ने वाइ वुड यु डु द्याट कम अन ग्रो अप हजुर बुवा खेलेको कति दिन्छ होला बता खेल्ने बुवा खेल्ने नखेल्ने यो बच्चाहरूलाई मात्र बुवा बच्चाले मात्र खेल्नु बुढाले खेल्नु हुँदैन नि त सो जङ्गल भएर हामी युनिभर्सिटी झर्छौँ अब त्यो हाम्रो स्टाफ हो त्यो स्टाफ हाम्रो अहिले भेट्यो भने कुरा पनि केटी अहिले भेट्यो नि ए हो हाम्रो युनिभर्सिटीको स्टाफ हो सुरज दाइ तपाईँलाई थाहा छ मैले कसलाई भेटेँ अघि माथि तृप्तिलाई बहिनी आएर रहेछ चितलाङबाट आएर रहेछ यता काठमाडौँ झर्ला आएर रहेछ अनि साथीसँग आएर रहेछ कि अनि ट्याक्कै त्यो पछाडिपट्टि गएको बुवा र म ट्याक्कै तृप्ति ए कराउँदै आयो चखेल पुग्छ होइन यहाँबाट त चखेल पुग्छ हामी जाउँ हामी तल युनिभर्सिटी झर्ने हो नि त उता टुप्पा जाने होला ल यतैबाट होला यहीँबाट जाउँ फेरि घुमेर यहीँ पुग्ने बाटोमा पुग्यो ल हामी सर्टकट लाग्यौँ है त यस्तो राम्रो बाटो छ ओहो रमाइलो छ च्याउ खोज्ने पनि अब हामी छिरिसक्यो चन्द्रगिरीको जङ्गलमा यो च्याउ रहेछ फलको च्याउ रहेछ खान मिल्छ यो भयो एउटै हो र ओ ज्ञानोटर मलाई च्याउ भेट्यो भने यसरी भेटिन्छ सबै थरीको च्याउ यहाँनिर यो छ यो त्यो पलवाला च्याउ होला क्या अघिको यो वाला च्याउ यहाँ छ खानु हुने नहुने छुटाउनु हुन्छ होला नि हुँदैन मसिन त छैन बुवा अहिले हैन मान्छेले भन्ने हो भन्नु त अहिले हुनुपर्ने हो त च्याउ खानु हुन्छ यो हुँदैन भने हुनुपर्ने ल त्यहाँ राख खानु हुने नहुने छुटाउने मिसिन हुनुपर्ने के अलिकति समस्या के छ भने चाहिँ कसैले खाँदा केही नहुने कसैले खाँदा ग्राइन्ड गर्ने पनि हुन्छ अब त्यही भएर अहिलेसम्म चाहिँ बन्या चाहिँ छैन ल बाफ्रे बाफ लामखुट्टेको बच्चाको जङ्गलमा खाली हात हिँड्नु हुँदैन होइन बुवा जङ्गलमा लट्ठी समातेर हिँड्नु पर्यो
फर आवर नेक्स्ट हन्टर। अब आउने हन्टरको लागि आर यु रेडी टु हन्ट? चन्द्रगिरीको जङ्गलको बिचमा छ यो कुर्सी। पहिला पहिला कब्जा गरेर थियो कि होइन नि सँगसँगै आइरहेको मलाई 4 प्लास्टिकै प्लास्टिक। लुक एट दिस सब 4 मात्र छ। त्यही पछाडि चन्द्रगिरी छ, त्यही पछाडि, तर वरिपरि एकदमै बढी 4 छ। यो हो रुसुल्ला, एकदमै एडिबल छ। रुसुल्लाको प्रजाति मध्ये रातो टाइपको यो रुसुल्ला चाहिँ खान मिल्छ, तर एक्सपर्टको सल्लाह बिना जङ्गलमा देखेको हालतमा नखानु होला, किनभने यो सँगै झुकिन सक्ने एमानिटा पनि पाउँछ जङ्गलमा। सो बी अवेर। यो खान मिल्छ बुवा? खानुहुन्छ है? खानु भएको छ? ठ्याक्कै मैले भन्दै थिएँ अघि केसँग झुकिन्छ भन्ने कुरा हो। यो एमानिटा योसँग झुकिन्छ कि, तर हेर्दा अलिकति यो फरक कलर भए पनि यस्तो सानोमा चाहिँ यस्तो देखिन्छ। यो चाहिँ पोइजनस हो, एमानिटा स्पेसिस हो। पछि ठुलो गरेर यस्तो हुन्छ। यहाँनिर पनि एउटा सानो मन्दिर टाइपको रहेछ। बालेश्वर मन्दिर पनि पहिला यस्तै यस्तै थियो भनेर बुवाले भन्दै हुनुहुन्छ। झन्डै झन्डा भएको ठाउँमा आइसक्यो। किल्ला रहेछ नि नम्बरले पनि सुरु गरेको थिएँ हामीले। चन्द्रगिरीले पहिला उ गरे होला कि यो सर्दै उ गटेको ठाउँहरू होला कि घेरा लासरी तल पाङदेखि पुगेर ल्याइदिए 45 नम्बरको किल्ला छ यहाँ। के छ यहाँ दामी चाहिँ भेट्यो त्यहाँ। के बाटो केटोले के भेटा है? केटोले भेटा है? भेटा के भेटा? के भेटा गाली? ओए देखाउँछ के भेटा केटोले। तपाईँ हामीले चिनेकै हो। लुक एट दिस ब्युटिफुल ग्यानोडरमा रातो च्याउ। ओह